म दिदीलाई यो टाइम दिन चाहन्छु निजला दिदीलाई कुराहरू के उहाँले केही भन्न चाहनुहुन्छ भने उहाँले समयमा दिन चाहन्छु अनि धन्यवाद सबैजनालाई धेरै धेरै धन्यवाद बाबालाई मम्मीलाई पनि मम्मी यहाँ हुनुहुन्न है उहाँलाई पनि धेरै धेरै धन्यवाद समन्था स्ट्यान्ड ल्याउँछ स्ट्यान्ड यो राख्ने स्ट्यान्ड ल्याउँछ त्यहाँ कतापट्टि सबैजनालाई धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद स्ट्यान्ड खै त्यतै छ होला कि स्ट्यान्ड मोबाइल राख्ने स्ट्यान्ड भने कि भयो कि भएन मुखमा चिया हालेर बोल्दै सक्नुभयो आमेन आज दिन फेरि पनि रिपिट हुनेछ आमेन आमेन हुन्छ मैले दिदीलाई यो टाइम दिदी तपाईँलाई केही भन्नु स्ट्यान्ड पाएन थ्याङ्क यू स्ट्यान्ड पाएन त्यहीँ थियो त सबैलाई जय मसी जय मसी परमेश्वरलाई धन्यवाद भएको होस् यसो प्रभुको नाउँमा म आज धेरै खुसी छु मेरो 7 वर्ष अगाडिको प्रार्थना चाहिँ आज पुरा भएको छ आमेन किनकि मैले जहिले पनि प्रार्थना गर्दा परमेश्वर यो 4 किलोमा स्वर्गदूत खटाउनुहोस् र विरोधी र संसारको योजनालाई रद्द गर्दै तपाईँको महिमा पनि पवित्र स्थल बनाउनुहोस् भनेर प्रार्थना गरेको थिएँ आज त्यो प्रार्थना पुरा भएको छ आमेन परमेश्वरले आज धेरै खुसी दिनुभएको छ म आज एकदम धेरै खुसी छु र तपाईँहरूलाई परमेश्वरले यस ठाउँमा आउने समय जुटाइदिनु भएकोमा पनि धेरै धन्यवाद दिन चाहन्छु तपाईँहरूलाई पनि कहिले पनि हाम्रो मन टाढो नहोस् हामी शरीरमा टाढो भए पनि पवित्र आत्मामा एकै भएर हामीले परमेश्वरको महिनालाई अगाडि बढाउन सक्नुपर्छ परमेश्वरले सहायता गरिसक्नु भयो हामी बाख्राटी होइन हामी कसरी पनि होइन सदा सर्वदा परमेश्वरको वचनमा रहेर हामी अगाडि हुन सकौँ यही प्रार्थना छ र सबैजनालाई धेरै धन्यवाद र जति पनि घटिकमी छ प्रभु येशूले यसै गरी प्रशस्त आशिष दिइसक्नु भयो भने आशिष लाग्छु प्रभु येशूको नाउँमा हुन्छ धन्यवाद दिदीलाई धेरै धेरै हुन्छ हामी अब यहाँबाट छुटेर जानेछौँ जाने कि नजाने यहाँबाट कि नजाने हुन्छ हामी जानुपर्छ र गएर फेरि आउनुपर्छ ठिकै होइन हामी जानेछौँ सबैजना धन्यवाद धेरै धेरै सबैजनालाई हाम्रो यो घरको लागि यो ठाउँको लागि हामी प्रार्थना गरि नै राख्नेछौँ अनि यसको सबै अन्तिम समय चाहिँ म रुसलाई दिन्छु उहाँले प्रार्थना गर्नुहुन्छ परमेश्वरलाई धन्यवाद भएको छ र हामी सबैजना आज धेरै रमाइलो गऱ्यौँ हामीले साँच्चै सोचेको भन्दा पनि धेरै आशिषमय हामीले अनुभव गरेका छौँ र सबै खानेकुराहरूमा अनि हामीले बजाउने कुराहरूमा नाच्ने गाउने हामी परमेश्वरको आराधना गर्ने कुराहरू एकदम धेरै आशिषित भएको छ र परमेश्वरलाई धन्यवाद भएको छ र हामीले इस्टिमेट गरेको भन्दा पनि अझै धेरै असल चाहिँ परमेश्वरले गर्नुभयो है र यहाँको सम्पूर्ण टिमलाई पनि म धन्यवाद दिन्छु र यी सबै कुराहरूको लागि आउनुहोस् हामी अब हामी यस ठाउँबाट हामी छुट्नेछौँ र हामी म अन्तिम प्रार्थना गर्दैछु र फेरि पनि हामीलाई परमेश्वरले यस्तो अवसर नदिन्छसम्मको लागि हामी सबै मिलेर प्रार्थना गरौँ है त धन्यवाद छ सर्वशक्तिमान परमेश्वर बाबा हामी तपाईँको नाउँलाई धन्यवाद दिन्छौँ साँच्चै नै आज यस ठाउँमा आएर तपाईँ परमेश्वरको नाउँलाई फेरि पनि उचाल्ने मौका पाउँदा हामी धेरै खुसी छौँ र तपाईँ परमेश्वरले यस ठाउँमा अचम्मको काम गर्दै हुनुहुन्छ तपाईँले आफ्नो महिमा प्रकट गर्दै हुनुहुन्छ र हामी घोषणा गर्दछौँ यस ठाउँमा शत्रुका सबै किल्लाहरू नाश भएका छन् शैतानको योजनाहरू सबै चक्कनाचुर भएका छन् र तपाईँ परमेश्वरको नाउँको महिमा भएको छ तपाईँ पवित्र आत्माले साँच्चै यस ठाउँमा काम गर्दै हुनुहुन्छ भन्ने हामी घोषणा गर्दछौँ धन्यवाद चढाउँछौँ र परमेश्वर हामी जसरी हामी अब यस ठाउँबाट हामी छुटेर जानेछौँ तपाईँ परमेश्वरले हामीलाई जतिजना यस ठाउँमा रहनुहुन्छ तपाईँ परमेश्वरले निर्जलादी अनि उहाँको टिमलाई अनि यस ठाउँको वरिपरिको मानिसहरूलाई आशिष र अनुग्रहमा राख्नुभएको होस् र हाम्रो यात्रामा सुरक्षित साथ तपाईँ परमेश्वरले डोर्याउनु भएको छ र हरेक कुरामा तपाईँ परमेश्वरलाई नि महिमा प्रशंसा आदर भएको छ र सबै कुरामा हामी आशिष माग्दछौँ तपाईँको प्यारो पुत्र येशू ख्रीष्टको उच्च अनि पवित्र नाममा आमेन।